सबैजनालाई हजुरहरू सन्चै हुनुहुन्छ। म पनि एकदम ठिकठाक। हजुरहरूलाई थाहा छँदैछ आज चाहिँ मेरो एकदम स्पेसल दिन हो, किनभने आज मेरो बर्थडे हो र आज चाहिँ म रेडी भएर अब पूजाको तयारी गर्दैछु। मैले चाहिँ एकदम नाइटमा मेहन्दी लगाएर सुतेको थिएँ। मेहन्दी चाहिँ यस्तो बसेको छ। अहिले चाहिँ अलि अर्कै देखिरहेको छ, अलि गाडा बस्छ, एकछिनमा देखिन्छ है, म देखाउँछु। अनि म चाहिँ आज के गरेँ, कहाँ कसलाई भेटेँ भनेर चाहिँ सबै भिडियोमा हाल्छु। हजुर लास्टसम्म हेरिदिनु होला। चाहिँ अब फुल टिपेर ल्याइछु कि यो जति पनि फुलहरू फुल्छ नि, मैले जति पनि चढाएको हुन्छु भिडियोमा, त्यो चाहिँ प्रायः सबै मेरै अब उसमा फल्छ कि मैले नै रोपेको फुलहरू हो। पहिला चाहिँ फुलहरू थिएन, खोज्नु जानुपर्थ्यो। अहिले चाहिँ इनफ फुलहरू छ क्या। अनि अब म चाउल भरेर ल्याइरहेको छु। अनि मेरो पूजा स्टार्ट गर्छु। मैले चाहिँ चाउल भरेर ल्याएको कि अब म चाहिँ पूजा स्टार्ट गर्छु। पूजा सकेपछि बल्ल हजुरहरूसँग बोल्छु। पूजा नि सकिसकेँ। अब चाहिँ मैले टिका पनि लगाइसकेको छु। अनि अब म नानी बाबुलाई उठाउँछु। उनीहरू चाहिँ हिजो लेट सुतेको थियो नि त, मलाई विस गरेर। अनि नानी त अझ ढिला सुतेको थिइन्। अनि अब उठाउँछु। अरू बेला त उठिसक्थ्यो यतिखेरसम्म। अनि आज सुतिरहन्, मैले नै सुतौँ भनेर छोडिदिएको। मैले चाहिँ पूजा सकेँ। अब ड्रेस चेन्ज गर्छु अनि हेटौँडातिर लाग्छु, किनभने मैले चाहिँ आज आमाकोलाई सरप्राइज दिन लागिरहेको छु। उहाँलाई बोलाएको, सन्चै छैन आउँदिन भन्नुभयो। त्योभन्दा अगाडि सालहरूमा पनि आमालाई त्यस्तै भएको थियो, सन्चो थिएन, आउनुभएको थिएन। म नै आफू पुगेको थिएँ। अनि आमाहरूले कल गर्नुभएको रहेछ अहिले, थाहा नै पाइनँ। अनि अघि गर्नुभएको चाहिँ मैले उठाइनँ। अब म एकचोटि उहाँहरूलाई गएर सरप्राइज दिने हो। लेट्स सी। मेरो चाहिँ यहाँ गिफ्टहरू लगाइदिने कार्यक्रम चलिरहेको छ। यो चुरा चाहिँ मेरो यहाँ हाम्रो प्रिन्सेसले ल्याइदिनु भएको। अब यहाँ मेरो सानो मायाले पनि यहाँ गिफ्ट रेडी छ। के हो थाहा छैन, अब हेर्नु बाँकी छ। अनि यहाँ सानो मायाको गिफ्ट चाहिँ यहाँ के रहेछ, यहाँ म खोलेर हेर्छु। ओ माई गड, काँटा टिका यो यस्तै मनपर्छ कि मलाई, सिम्पल। अनि अर्को चाहिँ मेरो यहाँ गिफ्ट खतरा खाले। यो चाहिँ म चाहिँ यो अहिले लगाएर देखाउँछु भिडियोमा। अब म चाहिँ रेडी सेडी हुन्छु हेटौँडाको लागि। अनि यो आजको ड्रेस चाहिँ मलाई मेरो छोरीले गिफ्ट गरेको होइन, दामी छ होइन। मलाई चाहिँ यस्तै कम्फर्टेबल लुगाहरू मनपर्छ। अब म चाहिँ रेडी भइसक्यो। अब म चाहिँ हेटौँडाको लागि निस्किन्छु। भुल्न खोज्दा झन् याद आयो, सपना बनी